हिजो आज ऊ दाउरे भए पनि कुनै बेला ऊ लाउरे थियो। ऊ लाउर गएको थियो। आफूले कमाएको पैसा घर पठाउँथ्यो। घरमा स्वास्नीले पैसाको सदुपयोग गरेकी होली भन्ने विश्वासले उसले कमाएको पैसा घरमै पठायो। घरमा स्वास्नीले घडेरी किनेको घर बनाएको समाचारहरू उसका साथीहरूले ल्याउँदा ऊ मक्ख पर्थ्यो। एक दिन धेरै वर्षपछि घरमा आउँदा उसकी श्रीमती र उसले पठाएको पैसा सम्पत्ति सबै लिएर अर्कै पुरुषसँग पहिला गइसकेकी रहेछे। घर आउँदा आफ्नो घरमा अर्को मान्छे आएर बसेको छ। घर खेत सबै बेचिसकेकी रहेछे। यसरी स्वास्नीबाट धोका पाएपछि ऊ विरक्तियो। ऊ फेरि लाउर गएन। गाउँमा अर्कै केटी बिहे गरेर घरजम गर्न थाल्यो। पहिली श्रीमतीले त्यसरी धोका दिएपछि उसले महिलाहरूमाथि विश्वास गर्न सकेन। उसले सबै आइमाईहरूलाई उस्तै स्वार्थी र धोकेबाज देख्न थाल्यो। उसले आफ्नी दोस्री श्रीमतीलाई पनि विश्वास गर्न सकेन। उसको यस्तो स्वभावले गर्दा दोस्रो घरजम पनि बिग्रन थाल्यो। दोस्री श्रीमती पनि उसलाई छोडेर माइत गएर बसिदिई। यसरी ऊ फेरि विरक्तिन थाल्यो। तैपनि उसले हिम्मत हारेन। तेस्रो बिहे गर्यो। तेस्रो श्रीमतीसँग पनि उसको घरबार जम्न सकेन। यसरी सबै श्रीमतीबाट धोका र ठक्कर पाएपछि उसले अब जिन्दगीमा बिहे नगर्ने निर्णय गर्यो। अब लेखपढ गरेर विद्वान बन्ने र लेखक बन्ने विचार गर्यो। ऊ काठमाडौँ आयो। विभिन्न पुस्तकालयहरू धाउँदै उसले खुब अध्ययन गर्न थाल्यो। उसले धेरै किताबहरू पढ्यो। चिन्तन मनन गर्न थाल्यो। उसले जीवन र जगत सम्बन्धमा धेरै कुरा थाहा पायो। उसले अनेकौं किताबहरू स्वतन्त्र ढङ्गले पढ्यो र आफ्नो ज्ञानलाई बढायो। अब ऊ एउटा विद्वान व्यक्ति बन्न पुग्यो। उसलाई दर्शन, मनोविज्ञान, साहित्य, राजनीति, धर्म आदि विषयमा व्यापक ज्ञान थियो। उसले किताब लेख्न थाल्यो। किताबहरू लेखिसकेपछि छपाउने पैसा उसँग थिएन। त्यसैले उसले ती किताबहरू लिएर प्रकाशकहरू कहाँ गयो र उनीहरूलाई आफूले लेखेका कुराहरू देखाउन थाल्यो। काठमाडौँका कुनै पनि प्रकाशकहरूले उसका कुरा बुझ्न सकेनन्। उसले आकाशका कुरा गर्थ्यो। उसको बुझाइ उच्च कोटिको थियो। उसले धेरै अध्ययन गरेको थियो र धेरै कुरा बुझेको हुनाले उसका कुरा धेरै उच्च कोटिका हुने गर्थे। प्रकाशकहरूसँग उसको ज्ञान र विचार बुझ्ने क्षमता थिएन। काठमाडौँका प्राय जसो प्रकाशकहरू बकमफुसे, मूर्ख र स्वाट थिए। तिनीहरूसँग ज्ञानको दायरा सीमित थियो। उनीहरूको चेतनाले उसको लेखाइलाई बुझ्न सकेनन्। ती प्रकाशकहरू पैसाको भाषा बाहेक अरू केही बुझ्न सक्दैनथे। उनीहरूलाई प्रकाशन पेशा कस्तो हो भन्ने पनि थाहा थिएन। काठमाडौँका प्रकाशकहरू एउटाले छापेको अर्काले नक्कल गर्थे। बजारमा जे बिक्री हुन्छ र जे बिक्री भइरहेको छ त्यसलाई मात्रै प्राथमिकता दिने गर्थे। प्रकाशन पेशा भनेको नयाँ नयाँ प्रयोग गर्ने र जनतालाई ज्ञान बाँड्ने, नयाँ ज्ञानको खोजी गर्ने पेशा हो भन्ने तिनीहरूलाई थाहा थिएन। काठमाडौँका कुनै प्रकाशकहरू विदेशी किताबहरूलाई कुनै सस्तो र अपरिपक्व अनुवादलाई अनुवाद गर्न दिएर घटिया अनुवाद गरेर किताब छपाउँथे र बेच्ने गर्थे। कोही कुनै चर्चित व्यक्तिको आत्मकथा लेख्न लगाएर बेच्ने गर्थे र धेरै किताब बिक्री गरेर पैसा मात्रै कमाउने ध्यानमा हुन्थे। हुन त कसैले पनि जोगी बन्न र घरबार बिगार्नका लागि प्रकाशन संस्था खोलेको हुँदैन। किताब बेचेर पैसा कमाउन नै प्रकाशन संस्था खोल्ने हो। बिक्री नहुने किताब छपाउन पनि हुँदैन। तर नयाँ नयाँ प्रयोगहरू गर्ने, नयाँ प्रतिभाहरूको खोजी गर्ने, नयाँ शैलीको आविष्कार गर्नु र ज्ञानको विस्तार गर्नु पनि प्रकाशकहरूको धर्म र दायित्व हो। प्रकाशक आफैमा चेतनशील र बौद्धिक खालको हुनुपर्छ। तर काठमाडौँका प्रकाशकहरू धेरै अध्ययन नगरेको
अल्छी मूर्ख जस्तो लाग्यो उसलाई। कसैले पनि उसको प्रतिभा र स्तरलाई बुझ्न सकेनन्। उसले गरेको नयाँ नयाँ प्रयोगहरूलाई उनीहरूले महत्त्व दिएनन्। फेरि स्वाट प्रकाशकहरू उसलाई पागल जस्तो सोच्थे। केही मूर्ख प्रकाशकहरू उसको लवाई र व्यक्तित्व भएन भन्ने गुनासो गर्थे। कोही उसका रचनामा अनेक दोष लगाउँदै उसलाई लामो भाषण दिन्थे। आफूभन्दा निम्न कोटिको चेतना भएका बेकारका लफङ्गेहरूले उसको रचनामा अनेक ताई न तुईको दोष देखाउँदै आलोचना गरेर सुझाव र सल्लाह दिएको उसलाई मन परेन। उसको व्यक्तित्व पनि त्यति राम्रो थिएन। कपडाहरू मिलाएर लगाउन जानेको थिएन। प्रकाशकहरूसँग कुटिल किसिमको तिनीहरूलाई प्रभाव पार्ने ढङ्गले कुरा गर्न जान्दैनथ्यो। ऊ खरो र स्वाभिमानी थियो। ऊ कुनै चाकडी गर्न जान्दैनथ्यो र साह्रै हलुङ्गो कुरा गर्थ्यो। सायद उसका यिनै कमजोरीहरूले गर्दा नै उसले राम्रो लेख्न जानेको थियो। यदि उसले लवाई, व्यक्तित्व र कुटिलतातिर समय र महत्त्व दिएको भए, त्यस्ता कुरामा ख्याल राख्ने भएको भए उसले त्यति ज्ञान आर्जन गर्न पनि सक्ने थिएन। वास्तवमा सच्चा लेखक र वैद्वानको व्यक्तित्व जहिले पनि लथालिङ्ग हुन्छ। जब व्यक्तिको चेतनाको स्तर माथि उठ्छ तब उसले शरीर सम्बन्धी कुरामा ध्यान दिन छोड्छ। चेतनाको उचाइ लिएर आकाशमा उडेको व्यक्तिका लागि सांसारिक भौतिक चिजहरू तुच्छ लाग्ने गर्छन्। महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइन कपाल खुम्च्याएर नकोरी हिँड्नुहुन्थ्यो। देवकोटा जस्ता महान लेखक साधारण पहिरनमै हिँड्नुहुन्थ्यो। जसको चेतना निम्न कोटिको छ, त्यस्ता व्यक्तिहरू प्राय चिटिक्क पर्ने, सुट टाई बाँध्ने जस्ता कुराहरूलाई अत्याधिक महत्त्व दिन्छन्। मान्छे राम्रो हुनुपर्छ, व्यक्तित्व आकर्षक देखिनुपर्छ, सफा हुनुपर्छ र कपडा मिलाएर लगाउनुपर्छ, टाई सुट लगाउनुपर्छ। यी कुरामा कुनै दोष छैन। तर जब यसैले मात्र महत्त्व दिएर कुनै साधारण पहिरनवाला दाह्री कपाल नकाटेको व्यक्तिलाई निम्न कोटिको ठान्न थालिन्छ, तब त्यो निकृष्टता र तुच्छता हो। ऊ आफ्नो चिन्तन, मनन र अध्ययनमा यति व्यस्त हुन्थ्यो कि उसलाई कपाल कोर्ने ख्याल नै आउँदैनथ्यो। ऊ प्रकाशक कहाँ जाँदा उसको जिङ्रिङ्ग कपाल देखेर प्रकाशक सोच्ने गर्थे, मान्छे हेर्दा यस्तो छ, यस्ताले के लेख्ला। यस्तै यस्तै घटना घटे। कुनै एक दुई प्रकाशकहरूले उसका रचना छाप्न खोजे पनि टाइपिस्टहरूले टाइप गर्थ्यो त्यसले समेत भड्काइदिने गर्थ्यो। यस्तो के लेखेको भनेर आलोचना गर्थ्यो। यस्ता मूर्ख टाइपिस्टहरू पनि हुन्थे। प्राय टाइपिस्टहरू मन्द बुद्धिका हुने गर्छन्। सैनिकहरूले लेफ्ट राइट गरी गरी मूर्ख बने जस्तै टाइपिस्टहरू पनि टाइप गर्दा गर्दा एकोहोरो र मूर्ख बन्न पुगेका हुन्छन्। आखिरमा ऊ लेखन क्षेत्रमा पनि असफल भयो। उसलाई कसैले बुझ्न सकेनन्। आखिरमा ऊ एउटा डाक्रो बनेर काठमाडौँका गल्लीहरूमा भौतारिन थाल्यो। ऊ अब जे काम पायो त्यही गर्न थाल्यो। भारी बोक्न थाल्यो, लेबर गर्न थाल्यो। उसलाई अब केही कुराको पनि रहर लाग्न छाड्यो। काठमाडौँमा भारतीय नाकाबन्दीको समयतिर मट्टितेल, पेट्रोल र ग्यासको हाहाकार मचिन थाल्यो। खाना बनाउनका लागि ग्यास नपाएर मानिसहरूले दाउरामा खाना पकाउन सुरु गरेका थिए। त्यही बेलातिर एक दिन ऊ भौतारिँदै बागमती नदीको तीरमा पुग्यो। उसले एउटा सुकेको रुख बागमती किनारमा ठिङ्ग उभिरहेको देख्यो। उसले सोच्यो, यस रुखलाई काट्न पाए 2-3 भारी दाउरा आउनेछ। काठमाडौँमा ग्यासको अभाव छ, दाउरा बिक्री भइरहेको छ। भारी बोकेर कमाएको भन्दा त बढी यही दाउरा काटेर बेच्न पाए कमाइन्छ। उसले बन्चरो लिएर आयो, दाउरा काट्न थाल्यो। दाउरा काट्दा काट्दै अचानक उसको हातबाट बन्चरो फुत्कियो र नदीमा खस्यो। ऊ आत्तिन थाल्यो। उसले
त्यो बन्चरो कुनै साहुसँग मागेर लिएर आएको थियो। साहुले हराउलास् नि, हरायो भने 2000 तिर्नुपर्छ भनेको थियो। हे भगवान, यो बागमतीको हिलोमा कता गड्यो यो बन्चरो? उसले दुखी हुँदै मनमनै भन्यो। उसले हे भगवान के भनेको थियो? तल नदीमा एकजना देवता जस्ता देखिने व्यक्ति टुप्लुक्क देखा परे। उनले सोधे, हे भाइ, तिमी को हौ? किन भगवानलाई पुकारेको? उसले भन्यो, म पहिलेको लाउरे, अहिले दाउरे भएको छु। हजुर को पर्नुभयो नि? देख्दा त कुनै देवता जस्तो देखिनुहुन्छ। देवताले भने, हो म देवता नै हुँ। तिमीले ठिक भन्यौ। तिमीले हे भगवान भनेर बोलायौ, त्यसैले म निस्केको। दाउरेले भन्यो, ओहो हजुरलाई नमस्कार। यसरी हजुर निस्कनु होला भनेर मैले सोचेकै थिइनँ। सायद हजुर जल देवता पर्नुभयो क्यारे? देवताले भने, म जल देवता होइन मनुवा, म ढल देवता हुँ। पहिले पहिले बागमतीमा जल बगाइन्थ्यो र जल देवता बस्थे, अचेल ढल बगाइन्छ, त्यसैले म ढल देवता बसेको हुँ। भन तिमीलाई के आपत परेर हामीलाई बोलायौ? दाउरेले भन्यो, हे ढल देवता, मैले त यत्तिकै हजुरको नाम लिएको थिएँ। आपत त परेको थियो, तर हजुर यसरी प्रकट हुनुहोला भन्ने सोचेर नाम लिएको थिएन। उसले यति भनेर आफ्नो बन्चरो नदीमा खसेको, आफू गरिब भएको र साहुले बन्चरो हराएमा तिर्नुपर्ने कुरा गरेको पनि बतायो। जल देवताले भने, ठिक छ मनुवा, तिमी आत्तिनु पर्दैन, तिम्रो बन्चरो म ल्याइदिन्छु। यति भनेर ढल देवता नदीभित्र पसे। केही बेरपछि उनले एउटा पहेँलो रङको बन्चरो लिएर आए। उनले भने, हे मनुवा, तिम्रो बन्चरो यही हो? दाउरेले त्यो बन्चरो हेर्यो। उसको बन्चरो यस्तो पहेँलो थिएन। उसको बन्चरो त फलामको थियो र कालो थियो। यो त सुनको बन्चरो जस्तो छ। दाउरेले सोच्यो, कतै ढल देवताले मेरो परीक्षा पो लिएका हुन् कि? उसले एउटा पुरानो कथा सम्झन थाल्यो। त्यस कथामा एउटा दाउरेले यसरी नै बन्चरोले नदीको तीरमा दाउरा काट्दा नदीमा बन्चरो खसाल्यो। ऊ रुन थाल्यो। जल देवता निस्केर के भयो, किन रोयो भनेर सोधे। उसले आफ्नो बन्चरो नदीमा खसेको र आफ्नो जीवन निर्वाह गर्न हतियार नै त्यही थियो, त्यो खसेपछि आफ्नो जीवन कसरी चल्ला भनी चिन्तन लागेकोले रोएको बतायो। त्यसपछि जल देवता नदीभित्र पसेर एउटा सुनको बन्चरो ल्याएर, यो हो तिम्रो बन्चरो भनेर सोद्धा उसले इमान्दारिता देखाउँदै, यो होइन, मेरो त फलामको छ भनेर भनेको हुन्छ। जल देवता उसको इमान्दारिता र सोझोपन देखेर खुसी हुन्छन् र त्यो सुनको बन्चरो र उसको फलामको गरी दुवै बन्चरो उसलाई दिन्छन्। अर्को दाउरेको पनि त्यस्तै घटना गर्छ। उसलाई पनि जल देवताले सुनको बन्चरो देखाएर, यही हो त तिम्रो बन्चरो भनेर सोद्धा त्यो दुष्ट र लोभी दाउरेले, हो हजुर, यही हो मेरो बन्चरो भन्छ। जल देवता उसको यो फट्याइ देखेर रिसाउँछन्, नदीभित्र हराउँछन्। त्यो लोभी दाउरेले फलामको बन्चरो पनि गुमाउँछ। यो आजको बागमती नदीको किनारको दाउरेले त्यो कथा सुनेको थियो। उसले पनि आफू इमान्दार बनेमा यी ढल देवताले पछि सुनको र फलामको दुवै बन्चरो दिने हुन् कि भने आश गर्यो। उसले इमान्दारिता देखाउँदै भन्यो, हे ढल देवता, यो बन्चरो मेरो होइन, मेरो बन्चरो त कालो छ, फलामको छ। ढल देवताले भने, हे मनुवा, यो बन्चरो पहेँलो पखालेर त हेर, यो फलामकै हो, यहाँको ढलको फोहोर लागेर पहेँलो देखिएको हो। धन्यवाद साथीहरू। यदि तपाईहरूले हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने कृपया च्यानललाई सब्स्क्राइब गरिदिनु होला।